म जेनजी मेरो पुस्ताले गरेको आन्दोलन हाइज्याक भएको छ र सत्य तथ्य पत्ता लगाउन बनेको छानबिन आयोग नै गायब बनाउने प्रयत्न हुँदैछ। आज हामी नागरिक दृष्टिमा देखिने 23 गतेको घटना र जेनजी आन्दोलनका केस्रा केलाउने प्रयत्न गर्दैछौँ। जेनजी आन्दोलन सुरु हुँदै गर्दा सबैभन्दा धेरै प्रचार गरेको विषय थियो कलेज ड्रेसमै आउनुस्। कलेज ड्रेसमा पुलिसले गोली हान्दैन, हानिहाल्यो भने पनि इन्टरनेसनल लेभलमा सरकार एक्सपोज हुन्छ। यसको लागि नेपाल पुलिसको नक्कली आइडीसम्म प्रयोग गरियो। यो एउटै स्टेटमेन्टभित्र धेरै कुरा लुकेको छ। आन्दोलन गराउने पक्ष नेपालको सरकारलाई एक्सपोज गराउन चाहन्थ्यो। त्यसको लागि कलेज ड्रेसमा आएका विद्यार्थीमाथि गोली चल्नै पर्ने अवस्था बनाउन चाहन्थ्यो। यसमा कसैले पनि होइन भन्नुहुन्छ जस्तो लाग्दैन। विद्यार्थीमाथि गोली चल्यो भने सरकारले सबैभन्दा ठुलो दबाब सहनुपर्छ, यो कुरा सरकारलाई पनि थाहा थियो। त्यसैले सरकार सकेसम्म गोली चलाउन चाहँदैनथ्यो। सुन्दा यो कुरा सरासर झुट जस्तो लाग्न सक्छ, तर एकपटक त्यो दिनको घटनाक्रमलाई फेरि एकचोटि फर्केर हेरौँ त। अरू बेला एभरेस्ट होटलबाट पूर्वतर्फ जुलुस लाग्ने बित्तिकै प्रहरीले लाठी, असुर ग्यास र गोली चलाउँथ्यो। त्यो दिन त्यहाँबाट अघि बढेर बानेश्वरको मुख्य चोकमा पुग्दा पनि प्रहरीले गोली चलाएन। संसद भवनको पर्खालमा लगाएका काँडे तार निकाल्दा पनि प्रहरीले गोली चलाएन। पर्खालमा लगाएका ग्रिल भत्काउँदा पनि प्रहरीले गोली चलाएन। ठुल्ठुला औजारहरू र भेटिएका सामानले हिर्काएर संसद भवनको पर्खाल भत्काउँदा पनि प्रहरीले गोली चलाएन। प्रदर्शनकारीले प्रहरी बस्ने चेकपोस्ट कब्जा गरेर आगो लगाउँदा पनि प्रहरीले गोली चलाएन। प्रदर्शनकारी संसद भवन परिसर भित्र छिरेर प्रहरीलाई लखेड्दासम्म पनि प्रहरीले गोली चलाएन। बीआईसीसीमा फुल बिरुवा गोड्ने कुटोले प्रहरीलाई लखेड्दै गरेका एक युवकलाई धेरैले साहसी युवा भनेर तारिफ गरेको पनि एकपटक सम्झनुहोस्। त्यति हुँदा पनि प्रहरीले गोली चलाएन। भदौ 23मा प्रहरीले सकेसम्म गोली नचलाउने मनसाय राखेको देखिन्छ, तर यही कारणले यति ठुलो मानवीय क्षति गरायो। यसलाई सुरक्षा कमजोरी नै मान्नुपर्छ। सम्भावित खतरालाई देख्न नसक्ने हाम्रो इन्टेलिजेन्सको क्षमतामाथि प्रश्न गर्नै पर्छ। त्यो दिनलाई एकपटक फेरि सम्झेर हेर्नुस् त। स्कुल कलेजका जेनजी विद्यार्थीहरूसँगै अरू कस्ता मानिसहरू आन्दोलनमा सहभागी थिए। 1. हामी नेपालको ज्याकेट लगाएका मान्छेहरू। 2. ब्ल्याक कमान्डो ड्रेस लगाएका मान्छेहरू। 3. पट पड्किने बाइक लिएर आएका मान्छेहरू। 4. हरेक ठाउँमा विद्यार्थीलाई उत्तेजित गराइरहेका हेलमेट वा पुरा मास्क लगाएका उग्र मान्छेहरू। 5. फर्कन लागेका विद्यार्थीहरूलाई पनि रोकेर राखिरहेका टिओबीका मान्छेहरू। 6. ओकीटोकी बोकेर प्रदर्शनकारीलाई निर्देशन दिइरहेका मान्छेहरू। 7. 100 ग्रुप भनिने बाइकरहरूको समूह र साथमा आन्दोलनलाई भड्काउने थुप्रै समूहहरू। कुनै समय आम मानिसहरूलाई सबैभन्दा अगाडि मानव ढालको रूपमा राखेर सदरमुकाम हान्ने जुन तरिका थियो, ठिक त्यही तरिकाले अगाडि स्कुल कलेजको ड्रेस लगाएका कलिला विद्यार्थीहरू राखेर योजनाबद्ध हिसाबले हजारौं घुसपैठियाहरू परिचालित भएको देखिन्छ। उनीहरूको त्यो दिनको मुख्य उद्देश्य या त संसद जलाउने वा कलिला विद्यार्थीहरूको रगत बगाउने नै थियो। हामीले खोजी गर्नुपर्ने कुरा चाहिँ कुन बिन्दुमा पुगेपछि प्रहरीले फायर खोल्यो र यति धेरै हाताहाती भयो। एकपटक त्यो दिनको टाइमलाइनलाई हेरौँ। बिहान 9 बजेबाट माइती घरमा जेनजीहरू जम्मा हुन थाले। 1 घण्टासम्म माइती घरमा नारा जुलुस हुन्छ। आन्दोलनका कोड अफ कन्डक्टहरू सुनाइन्छन्, राष्ट्रिय गीतहरू गाइन्छन्, भ्रष्टाचार विरोधी र सदाचारको पक्षमा नाराहरू घन्किन्छन् र आन्दोलन शान्तिपूर्ण गर्ने प्रतिबद्धता सहित जुलुस अगाडि बढ्छ। उनीहरूको योजना माइतीघरबाट एभरेस्ट होटलसम्म पुग्ने र पुनः फर्केर माइतीघरमा कुन सभा गर्ने थियो।
जुलुस अगाडि बढ्छ, विद्यार्थीहरू कलेज ड्रेसमै छन्, रचनात्मक देखिन्छन्, विरोधको शैली कलात्मक देखिन्छ, समग्रमा आन्दोलन जेन्जी देखिन्छ। यस बीचमा घुसपैठको पहिलो ट्रायल गरिन्छ। एकजना नन जेन्जी एउटा पोलमा रहेको केपी ओलीको तस्बिर च्यात्छन् र आन्दोलनकारीहरूलाई उत्तेजित बनाउन सफल हुन्छन्। जुलुस एभरेस्ट होटलबाट अगाडि पुग्छ। संख्या निकै ठुलो भइसकेको थियो, तर उनीहरूलाई रोक्न सानो संख्यामा मात्र प्रहरीहरू तयार थिए। अनि त्यसपछि अलि अगाडि जाँदै गर्दाखेरि चाहिँ ब्यारिकेड थियो, सिङ्गल लेयर ब्यारिकेड थियो कि त्यत्रो भिडको लागि सिङ्गल लेयर ब्यारिकेड थियो। हामीले प्रहरीलाई पनि पहिले भनिसकेका थियौँ कि यहाँ घुसपेट हुनसक्छ है, किनभने यो आन्दोलनमा सबैको आँखा छ। ब्यारिकेड कमजोर थियो, पानीको फोहरा हान्ने एउटा मात्र गाडी थियो। ब्यारिकेडको अगाडि विद्यार्थीहरू प्रदर्शनमै थिए। त्यही बीचमा पट 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 पड्किने आवाज सहित बाइकरहरूको ठुलो संख्या आइपुग्छ। उनीहरूको लागि बाटो खुल्छ र उनीहरू अगाडि बढेर ब्यारिकेड तोडिदिन्छन्। अब तिनीहरूकै मनोबलमा जोसिएका कलिला विद्यार्थीहरू तोडिएको ब्यारिकेडबाट अगाडि बढ्छन्। पुलिसले पानीको फोहरा हान्छ, तर त्यसको प्रभाव नै देखिँदैन। आन्दोलनकारीहरू एउटा विजयको महसुस गर्दै थप जोसिन्छन्। अब आन्दोलनकारीहरू संसद भवनको मुख्य गेट अगाडि पुगिसकेका हुन्छन्। करिब 12:15 आन्दोलनकारीहरू पर्खालमाथिको काँडेतार हटाएर त्यहाँ लगाएको ग्रिल भत्काएर संसद भवनका सुरक्षाकर्मी बस्ने पोस्ट कब्जा गर्छन् र नेपालको झण्डा फरफराउन थाल्छन्। यहाँ पनि ध्यान दिएर हेर्नुहोस्, विद्यार्थीको साथमा यी हेलमेट लगाएका व्यक्ति देखिन्छन्। सुरक्षाको हिसाबले अति संवेदनशील र निषेधित क्षेत्रमा प्रदर्शनकारीहरूबाट उग्र रूपमा पर्खाल तोडिएपछि 12:30 जिल्ला प्रशासन कार्यालयले राति 10 बजेसम्मका लागि कर्फ्यू आदेश जारी गर्छ। आन्दोलनकारीहरूले कर्फ्यूको आदेशतर्फ ध्यान नै दिन पाउँदैनन्, किनकि हाइज्याकरहरूले अर्कै जोनमा पुर्याइसकेका हुन्छन्। मलाई चाहिँ के थाहा थियो आफूलाई चाहिँ भने यो निषेधित क्षेत्र चोडिसकेपछि केही न केही अब यहाँ अवश्य नै हुन्छ। अनि अब त्यो टाइममा मैले पनि साथीहरूलाई जति सक्दो अब भनेको छु माइकबाटै, साथी हो यस्तो चाहिँ होइन यहाँ यस्तो भनेको छु, तर त्यो चाहिँ जसले भन्यो नि त्यो चाहिँ उल्टो हुने के टाइम त के त लिडर हो र। यता 12:47 आन्दोलनले अराजकता निम्त्याउने संकेत पाएपछि आयोजक जेन्जीहरूले विज्ञप्ति जारी गरेर आन्दोलनकारीहरूलाई घर फर्किन अनुरोध गर्छन्। उनीहरूले लेख्छन्, अति अराजक भयो, प्लिज सबैजना फर्कनुहोस्, बाहिर नबस्नुहोस्, कुनै बिल्डिङ भित्र छिर्नुहोस्, बाहिर खतरा छ। नथिङ गोइङ अन राइट वे, अर्थात् यो सबै चिजहरू गलत बाटोमा गइरहेको छ। यो 12:47 को आधिकारिक जेन्जीहरूको सूचना हो, तर यो बेलासम्म विद्यार्थीहरू वास्तविक आयोजक जेन्जीको नियन्त्रणबाट छुटेर घुस पैठ्यारहरूको नियन्त्रणमा पुगिसकेका हुन्छन्। त्यो कतिपयहरूको त अब फर्स्ट यो हुन्छ नि, अब भनौँ न प्रोटेस्टको निषेध आज्ञा हो, त्यो निषेध क्षेत्र तोडिसकेपछि के हुन्छ भन्ने पनि कसैलाई थाहा थिएन जस्तो लाग्छ कि मलाई। तिनीहरू कोही हेलमेट लगाएका त कोही पुरा अनुहार ढाकेका देखिन्छन्। एकजनाले 10-15 जनाको विद्यार्थीको समूहलाई लिड गर्दै अति संवेदनशील स्थानतर्फ पुर्याउँछन्। आखिर को थिए त ती छोटे लिडरहरू? 1, 3000 जति सुदन गुरुङका खास मान्छेहरू। हाम्रो तपाईँको लगभग 3-4 हजार भलिन्टियरहरू त हाम्रो आफ्नै पनि थियो, जो चाहिँ ज्याकेट लाएर पनि थियो, ज्याकेट बिना पनि थियो। हामी नेपाल भन्ने संस्थाको ज्याकेट लगाएर तपाईँहरू सडकमा आउनु भएको थियो। त्यो चाहिँ सर्टन ग्रुपमा त थियो जसलाई चाहिँ जिम्मेवारी दिएको थियो, लाइक क्राउड कन्ट्रोलहरूको लागि, क्राउडहरू म्यानेज गर्नको लागि चाहिँ ज्याकेट लाउने, तर आन्दोलन गर्नेहरू चाहिँ तपाईँको ज्याकेट नलाउने भन्ने हिसाबमा चाहिँ हामी गएको थियौँ। सुरुमा सुन्दा यसले हावा गब्दियो जस्तो लाग्न सक्छ, तर आन्दोलनका फुटेजहरूलाई एनालाइसिस गर्दा यिनको भनाइ सत्य देखिन्छ। यी हेलमेट लगाएका व्यक्तिहरू हेर्नुहोस्, यति धेरै देखिन्छन् जसले सुदन गुरुङको दाबीलाई पुष्टि गर्छ कि लगभग 3000 हामी नेपालका घुसपैठियाहरू थिए, जो आफै भन्दैछन् अझै भड्काइदिउँ न। 2, टिओबीका बाइकरहरू। टासी लामाको कमान्डमा आएका टिओबीका बाइकरहरू रमाइलो हेर्न आएका थिएनन्। उनीहरू योजनाबद्ध हिसाबले त्यहाँ परिचालित भएका थिए। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने टिओबी हाकिमको संरक्षणमा चलिरहेको एउटा तिब्बती शरणार्थीहरूको समूह थियो।
हाकिम र्याब क्षेत्रमा सक्रिय छन्। उनी बालनका धेरै पुराना साथी हुन्। अब बुझ्नुहोस् टिओबीको यो टोलीलाई आन्दोलनमा कसले ल्याइ पुर्याएको थियो। हामी देख्न सक्छौं सुदन गुरुङको टिम र टाँसीको टिमसँग एकै प्रकारको वाकी ट्वाकीको सेट प्रयोग भएको छ र योजनाबद्ध हिसाबले समस्या आएको खण्डमा बाइकरहरू भाग्न सजिलो होस् भनेर बाइकरहरू अगाडि र विद्यार्थीहरू पछाडि राख्ने भन्दैछन्। अगाडि अर्थात् एभरेस्ट होटलतर्फ बाइकरहरू र बीआईसीसी तर्फ विद्यार्थी पर्ने गरी सेटिङ मिलाउँछन्। असली आह्वानकर्ताले घर फर्कन आह्वान गरिसक्दा पनि हाइज्याकरहरू नभाग्नका लागि मोटिभेट गरिरहेका थिए। 3. फेसलेस आन्दोलनको फाइदा उठाउन र आन्दोलन भड्काउन आएका 100 ग्रुपका बाइकरहरू। 4. अन्य स्वार्थ समूह र स्वार्थी व्यक्तिहरू। यसलाई छुट्टै चर्चा गरौँला। अब फर्कौं घटना र टाइमलाइनतर्फ। 12-15 मै सेक्युरिटी पोस्ट कब्जा भइसकेको थियो। त्यसपछि प्रहरीले फेरि पानीको फोहरा र असुर ग्यास प्रहार गर्न थाल्छ। आन्दोलनकारीहरू असुर ग्यास नै टिपेर प्रहरीतर्फ फ्याँकिदिन्छन्। उनीहरूलाई बल्ल आन्दोलन भए जस्तो महसुस हुन्छ। रगत तातेको छ, प्रहरीसँग टसल छ। पोस्ट नै कब्जा गरिसकेपछि जित भए जस्तो ऊर्जा पनि आएको छ। आन्दोलनकारीहरू डोमिनेन्ट भइसकेका छन्। अझै पनि प्रहरी हात जोडेर फर्कन अनुरोध गरिरहेको छ। प्रहरी निरीह भइसकेको छ। हात जोड्दैछन् प्रहरीहरूले, हात जोड्दैछन्। तपाईँ देख्न सक्नुहुन्छ, यो दृश्य देख्न सक्नुहुन्छ। यति बेला नेपाल प्रहरीले हात जोडिरहेका छन्। उहाँहरूले आफ्नो रोजीरोटीको लागि यसरी नेपाल प्रहरी कल्पिरहेको छ। दुई हात जोडेर प्रदर्शनकारीलाई भन्दैछ कि प्लिज कृपया यस्तो नगरिदिनु होला। यता विद्यालयबाट बालबालिका लिएर गएका वास्तविक जेन्जी विद्यार्थीहरू तनावमा छन्। यही तरिका हो भने पक्का गोली चल्छ। त्यसैले संसद भवनको पर्खाल जोगाउन पर्खाल अगाडिको पर्खाल बनेर उभिरहेकी बहिनीलाई देख्न सक्छौं। यिनी हात जोडिरहेकी छिन् किनभने उनले आफूसँग ल्याएका साना भाइ बहिनीहरूलाई सकुशल घर पुर्याउन। जति अनुरोध गरे पनि उनीहरूले घुसपैठियाहरूलाई रोक्न सक्दैनन्। विद्यार्थीहरूलाई मानव ढाल बनाएर हाइज्याकरहरू प्रहरीमाथि निरन्तर आक्रमण गर्छन्। ठुला ठुला ढुङ्गा, इटा, टायल प्रहरीमाथि वर्षाउँछन्। प्रहरी पछाडि हट्छ। तब मनोबल उच्च भएपछि प्रदर्शनकारीहरू संसद भवनभित्रै प्रवेश गर्छन् र त्यहाँ भएका प्रहरीहरूलाई लखेट्न थाल्छन्। 12-15 मै सेक्युरिटी पोस्ट कब्जा भइसकेको भए तापनि प्रहरीले तत्काल गोली चलाउँदैन। पोस्ट कब्जा भएको 35 मिनेटपछि र कर्फ्यू आदेश जारी भएको 20 मिनेटपछि पहिलो गोली चलेको आवाज आउँछ। सुरुमा ज्यान जोगाउन केही आन्दोलनकारीहरू सिभिल हस्पिटलतर्फ, केही आन्दोलनकारीहरू शङ्खमुलतर्फ र केही आन्दोलनकारीहरू पुरानो बानेश्वरतर्फ लाग्छन्। केही समय बानेश्वर शान्त जस्तो देखिन्छ, तर फेरि आन्दोलनकारीहरू सङ्गठित हुन्छन् र संसद भवनतर्फै फर्कन्छन्। अब प्रहरीले असुर ग्यासको बर्सात गर्छ। आन्दोलनकारी तातिसकेका हुन्छन्। उनीहरू असुर ग्यासले टिपेर प्रहरीलाई हानिदिन्छन्। असुर ग्याससँगै भेटिएका ढुङ्गा, इटाहरू पनि प्रहार गर्न थाल्छन्। त्यसपछि प्रहरी थप गोली प्रहार गर्न थाल्छ। 12:50 मा पहिलो गोली चलेको 40 मिनेटपछि अर्थात् 31 तिर एकजना प्रदर्शनकारी इट्टा बोकेर बीआईसीसी को गेटमा प्रहरीमाथि प्रहार गर्न थाल्छन्। नजिकबाट प्रहरीले गोली प्रहार गर्छ। उनी ढल्छन्। मोटरसाइकलमै हालेर उनलाई हस्पिटलतर्फ लगिन्छ र त्यसले आन्दोलनकारीहरूलाई थप उत्तेजित बनाउँछ। बानेश्वर एउटा रणभूमिमा परिणत हुन्छ। आन्दोलनकारीकै अनुसार केही शङ्कास्पद व्यक्तिहरू जसले उग्र व्यवहार गर्थे र गोली चलाउने वातावरण बनाउँथे, तर जब गोली चल्छ त्यो बेला उनीहरू भागिसकेका हुन्थे अनि पहिलो पटक आन्दोलनमा पुगेका विद्यार्थीहरूले गोली खान्थे।
यति धेरै मान्छे मरिसक्यो, अब कति मार्ने सर भनेर यता पनि गएको छु। अनि मैले पछाडि फर्केर साथीहरूलाई के भनिरहेको छु भने ढुङ्गा हानेर नभागिदेऊ कि तिमीहरू पछाडिको ढुङ्गा हानिदिनाले अगाडिको मान्छेहरू मर्दिरहेछ, अगाडिको मान्छेहरू घाइते भइरहेछ। अनि भइदिया के छ भन्दाखेरि अब एउटाले हान्ने मान्छेलाई त त्यहाँ रिटर्न आउँछ भन्ने थाहा छ, ऊ भागिहाल्छ क्या, अर्कोले गोली खाइरहेछ क्या। इटा ढुङ्गाको वर्षात एकातिरबाट, गोलीको वर्षात अर्कोतिरबाट, बानेश्वर रक्तामे हुन्छ, सयौं घाइते हुन्छन्। कर्फ्यू आदेश जारी भएको 1 घण्टा 25 मिनटपछि अर्थात् 1:55 तिर एकजना प्रदर्शनकारीको मृत्यु भएको खबर आउँछ। झन पछि झन आन्दोलनकारीहरू झन उत्तेजित हुन्छन् र प्रहरीले पनि थप गोली चलाउँछन्। थप घाइते, थप मृत्यु। सात समय यो मुठभेड जारी रहन्छ। बेलुका 6 बजेसम्ममा 19 जनाको मृत्यु भइसकेको पुष्टि हुन्छ। रगत लतपतिएको जुत्ता, उछिटिएको गिदी, ब्यारिगेटमा झुन्डिरहेको शरीर, अस्पतालमा समेत टियर ग्यास, हाम्रो पुस्ताले भोगेको त्रासदी हो यो। हजारौं राउन्ड गोली र असुर ग्यासको बर्सात यो कसरी भयो? 22 जनाको ज्यान जाने गरी र हजारौं मान्छे घाइते हुने गरी यति धेरै गोली कसरी चलाइयो? र यति धेरै गोली चल्दा पनि आन्दोलनकारी पछाडि किन फर्किएनन्? दुवैतिर शङ्का गर्ने ठाउँ छ। तर त्यो मोमेन्टहरू चाहिँ कस्तो छ भने कसलाई गोली कहाँबाट आउँछ लाग्छ भन्ने छैन क्या। 3 जना थियौँ हामी, बिचको मान्छे चाहिँ ढल्याएको हो क्या, त्यो गिदी निस्किने चाहिँ। अनि गोली चल्न त सुरु गरेछ, तर त्यो मान्छेलाई गोली आएको कहाँनिरबाट हुने चाहिँ देखा नै छैन क्या। यो हाम्रो पुस्ताको दुःख हो र हामी दोहोरो मारमा परेका छौँ। एकातिर आन्दोलनमा मृत्युवरण गर्ने जिन्जी, तर आन्दोलनपछि व्यवस्था भोग्ने पनि जिन्जी। अर्कोतिर संसद सिंहदरबार सर्वोच्चदेखि स्थानीय सरकारसम्म जलाउने हाइजेकरहरू, कलङ्कको टीका लगाउनु पर्ने जेन्जी। जेन्जी उमेर समूह होइन, पुस्ता हो। हामी 80 वर्ष पुग्दाखेरि हाम्रा नाति पुस्ताले इतिहास पढ्दै भन्ने छन्, जेन्जी हजुरबा, सिंहदरबारदेखि सर्वोच्चसम्म जलाउने त तपाईहरू नै हुनुहुँदो रहेछ नि। त्यो बेलासम्म घोच्ने यो काँडा हाम्रो मुटुमा बोकिराख्ने कि यी हाइजाकरहरूलाई एक्सपोज गरेर हामी न्यायको बाटोमा हिँड्ने? नत्र यो पुस्ता बाँचुन्जेल हामीले कलङ्कको टीका लगाइरहनु पर्ने हुन्छ। यो बीचमा केही सोध्नै पर्ने प्रश्नहरू छन्। 1. कसैले तपाईँको बच्चालाई दन्दन दन्किरहेको आगोको छेउमा लगेर भन्यो, कलेज ड्रेस लगाएर यो आगोमा हाम फाल। कलेज ड्रेसमा आगोले जलाउँदैन, बच्चा हाम फाल्यो, आगोले जलायो। अब दोष कसको? जलाउने आगोको, हाम फाल्ने बच्चाको, कि हाम फाल्न लगाउने मान्छेको? 2. शान्तिपूर्ण आन्दोलन गर्ने आयोजकले 3 वटा एम्बुलेन्स स्ट्यान्ड बाई किन राखेको? नेपालमा यसअघि आन्दोलनको तयारी गर्दा कसैले एम्बुलेन्स पनि खडा गरेको थियो? 3. कर्फ्यू आदेश जारी भइसकेपछि पनि आन्दोलनकारीहरूलाई किन फर्काइएन? र प्रहरीले कर्फ्यू आदेश जारी भइसक्यो भन्ने सूचना दिएको थियो कि थिएन? 4. 23 गतेको आन्दोलनमा गोली चल्नुभन्दा अगाडि संसद भवनभित्र छिरिसकेका यी व्यक्तिहरूलाई प्रहरीले केही नगरी छोडिदिएको भए यी आन्दोलनकारीहरूले के गर्थे होला? संसद भवनभित्र पुगेर सेल्फी खिचेर फर्कन्थे या संसद भवन जलाउँथे? 5. शान्तिपूर्ण आन्दोलनको आयोजना भनेर 1 हप्ता अगाडिदेखि नै संसद भवन जलेका एआईका भिडियोहरू किन सार्वजनिक गरियो? 6. सेप्टेम्बर 8 अर्थात् भदौ 23 गते आन्दोलन गर्ने भन्ने मिति कसले तय गर्यो? कुनै अज्ञात ठाउँबाट निर्देशन आयो? त्यो अज्ञात ठाउँ कहाँ हो? त्यसको खोजी किन भएन र त्यसको आज्ञालाई किन यति सजिलै मानियो? 7. 23 गते सरकारको तर्फबाट चलेको गोलीले मृत्यु हुनेको संख्या 22 हो। 24 गते सरकारले राजीनामा दिइसकेपछि भएको आगजनी, जेलब्रेक र लुटपाटमा त्यसको 2 गुणा भन्दा बढी अर्थात् 54 जनाको मृत्यु भयो। यी 54 जनाको मृत्युको जिम्मेवारी राजीनामा दिएर बालुवाटार समेत छोडेको पूर्व सरकार हुन्छ कि आन्दोलन आयोजकहरूको हुन्छ? 23 गते सरकारको तर्फबाट 22 जनाको हत्या भयो र 24 गते आन्दोलनकारीको तर्फबाट 54 जनाको हत्या भयो। सरकारले 22 जना मार्यो भन्ने न्युमा अरु 54 जना मार्न पाइन्छ? यो विषय नेपाली मिडियामा किन ठिकसँग आएन? 8. 17,000 भन्ने बित्तिकै सबैले प्रचण्डलाई सम्झन्छन्, अर्थात् आन्दोलनमा मृत्यु हुनेको जिम्मा आन्दोलनको आयोजकको हुन्छ भन्ने
बुझिन्छ। त्यसो हो भने 76 जनाको हत्यारा भनेर केपी ओलीलाई किन भनिरहन्छ? 9 विद्यालय शान्ति क्षेत्र हो, तर विद्यालय पोसाकमै असुर ग्यासबाट जोगिन झोलामा पानीको बोतल पनि लिएर आउहै भनेर हिंसा हुन सक्ने सङ्केत सहित आन्दोलनमा निमन्त्रणा दिँदा र यस्ता सूचना निरन्तर प्रवाह हुँदा स्कुल कलेज सञ्चालकहरू र विद्यालय नजिकको सरकार काठमाडौँ महानगरपालिकाले यो अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार सन्धि प्रतिकूल हुन्छ भन्ने कुरा किन उठाएन? र नेपाली मिडियाले पनि यो प्रश्नलाई किन ढाकछोप गरिरहेको छ? 10 पहिले 23 गते आयो अनि 24 गते आयो भन्नेहरू पनि छन्। कुरा ठिकै हो, तर 23 गते भन्दा अगाडि 22 गते पनि थियो। अर्थात् जुन हिसाबको आगजनी भयो त्यो अप्रत्याशित थियो या योजनाबद्ध थियो? अर्थात् आगजनीको योजनालाई सफल बनाउन विद्यार्थी हत्याको परिस्थिति सिर्जना गरिएको त होइन। हामी अझै पनि तथ्यहरूको खोजीमै छौँ र खोजिरहनेछौँ। आखिर हाम्रो पुस्तामाथिको यो अन्याय कसको स्वार्थमा गरियो? इमानदारीपूर्वक छानबिन समितिले काम गरोस् र त्यसको प्रतिवेदन सार्वजनिक गरियोस्।